राजनीति बारम्बार सरकार परिवर्तन, गठबन्धन भंग, नयाँ समीकरण, विश्वासको मत अनि फेरि नयाँ सरकार। के तपाईले कहिले सोच्नु भएको छ यो अस्थिरताको मूल कारण हो? धेरै जसो भन्छ एकल बहुमत सरकार नहुँदा नै देश अस्थिर भयो। तर के साँच्चीकै यही मुख्य कारण हो? आजको भिडियोमा हामी यसै विषयमा गहिराईमा विश्लेषण गर्नेछौँ। दर्शकबिन नमस्कार, संगम खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म दिनेश संगम। दर्शकबिन 2072 सालको संविधान जारी भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा प्रवेश गर्यो। समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको मिश्रणका कारण संसदमा धेरै दलहरूको प्रतिनिधित्व हुन व्यवस्था बन्यो। यसले समावेशितालाई बलियो बनायो तर अस्पष्ट बहुमत ल्याउन कठिन बनायो। परिणामस्वरूप धेरैजसो सरकारहरू गठबन्धनमा आधारित बन्यो। गठबन्धन सरकारको स्वभाव नै सहमति, साझेदारी र शक्ति सन्तुलनमा आधारित हुन्छ। तर जब सहमति कमजोर हुन्छ, सरकार पनि कमजोर हुन्छ। कुरा गरौँ एकल बहुमत सरकारका फाइदाबारे। एकल बहुमतको सरकार हुँदा निर्णय प्रक्रिया छिटो हुन्छ, नीति निर्माणमा अस्पष्टता हुन्छ, सत्ता साझेदारीको दबाव कम हुन्छ। दर्शकबिन उदाहरणका लागि यदि एउटै दलसँग अस्पष्ट बहुमत छ भने उसले आफ्नो घोषणा पत्र नीति कार्यान्वयन गर्न सजिलो हुन्छ, सरकार ढल्ने डर कम हुन्छ। तर यहाँ अर्को पक्ष पनि हुन्छ। यदि एउटै दलभित्र आन्तरिक गुटबन्दी भयो भने, यदि नेतृत्वहरू बीच विवाद बढ्यो भने, यदि सुशासन कमजोर भयो भने, त्यस्तो अवस्थामा बहुमत हुँदा हुँदै पनि स्थिरता आउन सक्छ। दर्शकबिन अस्थिरताका अन्य कारण पनि छन्। नेपालमा अस्थिरताका कारण केवल बहुमत गणितीय मात्र होइन, दलभित्रको आन्तरिक लोकतान्त्रिक कमी, नेतृत्व परिवर्तन, गुटबन्दी, असन्तुष्टि, यी कारणले सरकार प्रभावित हुन्छ। सत्ता केन्द्रित राजनीति, विचारधारा भन्दा सत्ता साझेदारमा जोड हुँदा गठबन्धन कमजोर हुने गर्छ। त्यस्तै दल फुट्ने प्रवृत्ति। नेपालको राजनीतिमा दल विभाजन र नयाँ दलको उदय सामान्य जस्तै बनेको छ। यसले संसदको अङ्गणित फेरिन्छ र सरकार अस्थिर हुन्छ। त्यस्तै भन्नुहुन्छ भने संस्थागत कमजोरी। यदि राज्यका संस्थाहरू बलिया भएन भने सरकार परिवर्तनले नीति निरन्तरतामा असर गर्छन्। त्यस्तै भन्छ राजनीतिक संस्कार। सहमति र संसदको सांस्कृतिक बलियो नहुँदा सानो सानो विवादले पनि ठूलो राजनीतिक सङ्कट ल्याउन सक्छ। समाधान। अब दर्शक बुझ्नुहुन्छ समाधान के हुन सक्छ त? अब प्रश्न उठ्छ, समाधान के हो? के निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण प्रत्यक्ष प्रणालीमा जाने? के दलहरूलाई बलियो र अनुशासित बनाउने? के राजनीतिक संस्कार सुधार्ने? विश्लेषकहरू भन्छन् स्थायित्वका लागि केवल बहुमत पर्याप्त छैन, आवश्यक छ नीति निरन्तरता, दलभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र उत्तरदायी, राष्ट्रिय मुद्दामा साझा सहमति। यदि यी पक्ष बलिया भए गठबन्धन सरकार पनि स्थिर र जारी हुन सक्छ। दर्शकबिन त्यसैले निष्कर्ष के निकाल्न सकिन्छ भने नेपालमा एकल बहुमतको सरकार नहुनु अस्थिरताको एउटा कारण अवश्य हो, तर यसको एकमात्र कारण होइनन्। राजनीतिक संस्कार, नेतृत्वको परिपक्वता, संस्थागत मजबुती र दीर्घकालीन सोच, यी सबै पक्षसँग सुधार नभएसम्म स्थायित्व निश्चित हुँदैन। अब तपाईसँग प्रश्न, तपाईको विचारमा नेपालको अस्थिरताको मुख्य कारण के हो? एकल बहुमतको सरकार वा राजनीतिक संस्कार र नेतृत्वको कमजोरी? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोला। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।